हेलो गाइस, तपाईहरुलाई स्वागत छ र आज मेरो नयाँ भ्लग लिएर आउँदैछु म। कस्तो हुन्छ र आज खासै भ्लग छैन किनकि पानी परिरहेको छ नि त। खासै भ्लग चाहिँ केही पनि छैन, पानी परिरहेको छ र मेरो चाहिँ आइफोनबाट बनाएको र आइफोन चाहिँ मेरो भेनाजु दिएको। मेरो भेनालाई धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु भेनाजुलाई हैन। मेरो भेनाजुलाई थ्याङ्क यू भन्न चाहन्छु किनकि मलाई भ्लग बनाउन भेनाले आइफोन पठाइदिएको र चाहिँ म चाहिँ आज आइफोनबाट ट्राई गर्दैछु भ्लग कस्तो आउँछ र के कसो छ। आइफोन X10 होला, X भनौँ न र के भनौँ र आज भेनालाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु। म चाहिँ आज भ्लग बनाउनु पाएर चाहिँ भेनालाई भेनाको कारणले गर्दा आइफोनबाट र केही छैन। म चाहिँ यो सादा स्कुलभित्र बस्छु किनकि म चाहिँ 10 वर्ष भइसक्यो यहाँ बसेको, 10 वर्ष जति भइसक्यो। त्यसपछि चाहिँ अनि आजको भ्लग चाहिँ के कस्तो हुन्छ तपाईँलाई हेर जानुहोस् फुल भिडियो। यता हेरेँ यता बास्केटबलको पोस्ट छ यता स्कुलमै, यो स्कुलमा बस्छु म चाहिँ। मेरो घर चाहिँ उहाँ छेउको घर हो र आज चाहिँ भ्लग त्यस्तै हो, मतलब के कस्तो हुन्छ। अनि यता चाहिँ फुलै फुल छ, त्यही फुलै फुल छ, फुलहरू पनि राम्रो छ। आज खासै क्यामेरा क्वालिटी पनि राम्रो छ एकदम। आज आइफोनबाट बनाएको खुसी लागेको छ मलाई। के कस्तो हुन्छ भिडियो हेर्नु नछोड्नुहोस् न, पुरा भिडियो चाहिँ हेरिदिनुहोस्। यता स्कुलको ग्राउन्ड भयो, सबैले त यत्रो ठुलो स्कुलको ग्राउन्ड छ हाम्रो, फाइनल स्कुलको ग्राउन्ड चाहिँ यत्रो भयो र पुरा भिडियो चाहिँ नछोड्नुहोस्। डेली मेरो भिडियो चाहिँ आउँछ भ्लग चाहिँ होइन। आज चाहिँ मतलब चारैपट्टि तपाईँलाई देखाउनु स्कुल यता स्कुलको यता खतरा चिजहरू लेखेको छ। फाइनली भिडियो हेर्नु चाहिँ नछुटाउनुहोस् तपाईँ मेरो डेली भिडियो हेर्नुहोस्। जो चाहिँ बास्केटबलको पोस्ट हो, बास्केटबल यता स्कुल यही हो र हाम्रो भिडियो हेर्नु चाहिँ नछुटाउनुहोस्। डेली आउँछ मेरो भिडियो चाहिँ भ्लगमा चाहिँ। यता पनि फुलै फुल रोपेको छ, तपाईँलाई पछाडिको पनि देखाउन होइन के कस्तो हुन्छ पछाडिको पनि देखाउँ। जस्तो तपाईँलाई स्कुलको सब कुना काप्ची देखाउँछु भन्नु चाहन्छु क्या म चाहिँ। के छ स्कुलको हलिचली, पानी खतरा परिरहेको छ आज, पानी पनि बबाले परिरहेको छ, पानी एकदम दामी पऱ्यो है। यो स्कुलको चाहिँ आज पानी पऱ्यो, भ्लग पनि खासै राम्रो आएको छैन। ए स्कुलको पछाडिको चाहिँ यो पछाडिको चाहिँ बिल्डिङ पछाडि पुरा भएर चाहिँ पछाडिको बिल्डिङ यस्तो छ। पछाडि चाहिँ यसो सिँढी पछाडि त वाल लगाएको छ, त्यही पछाडि यस्तो गाडी लगाएको छ स्कुलको। यो स्कुलभित्र बस्ने चाहिँ मै हो र मेरो फ्यामिली पनि बस्छ। तपाईँहरूलाई फ्यामिलीको चाहिँ पछि देखाउन पुरा इन्ट्रोडक्सन। म भिडियोमा खासै फ्यामिलीको देखाएको पनि छैन, कजना के जना थाहा पनि छैन मलाई, थाहा त छ भनौँ न। यो स्कुलको पछाडिको चाहिँ भित्र चाहिँ पचार खेलाउँछ यही हो। र आज चाहिँ कहीँ पनि जानु पाएन खास कुरो, किनकि रनिङ गर्न जाने प्लान थियो हाम्रो, किनकि पानी परेर रनिङ पनि गर्न जानु पाएन, त्यही भएर दुःख लागिरहेको छ। पानी चाहिँ अलिक गर्मीमा भएर धेरै पानी परेको, गर्मी महिना भएर कहाँ धेरै पानी परेको र चाहिँ मैले चाहिँ अहिले चाहिँ किन अहिले चाहिँ मतलब पहिला भन्दा राम्रो क्वालिटीको भिडियो आउँछ, तपाईँहरू हेरि जानुहोस् न। अहिले पछि डान्स भिडियोहरू पनि आउनु सक्ने सम्भावना धेरै छ, डान्स भिडियोहरू पनि आउँछ होला फाइनली। के कस्तो हुन्छ भिडियोहरू नछुटाउनुहोस्। अलिकति मेरो भ्युज पनि डाउन भएको जस्तो लाग्यो मलाई, के कस्तो छ हेर्दै जानुहोस् न। यस्तो स्कुल यस्तो भयो, पानी पनि परिरहेको छ। तपाईँ डेली मेरो भिडियो आउँछ हेर्दै जानुहोस् न। के कस्तो हुन्छ यता यस्तो पानी परिरहेको छ। तर सबै ठाउँ देखाउँछ नि स्कुलको टोइलेट चाहिँ हो, स्कुलको टोइलेट पनि हो, स्कुलको पुरा टोइलेट त्यही हो, यही हो स्कुलको टोइलेट पनि। यता गर्ल्स टोइलेट भयो भने यता बोइज टोइलेट पनि छ। यता बोइज टोइलेट भयो, टोइलेटभित्र नदेखाऊँ के कस्तो हुन्छ थाहा छैन। तर पछाडिको सबै आज स्कुल मतलब पुरा भ्रमण गर्न आएको थियो, किनभने मैले भिडियोमा स्कुलको अगाडिमा देखाउँथेँ, अगाडिमा त स्कुलको देखाउने। यता पोहोरको गाडीहरू पनि थियो, यो पहाडी यस्तो पहाडीमा यस्तो छ, यस्तो भयो पहाडी चाहिँ ठुलो पानी पर्न आँटेको रहेछ। तपाईँहरूलाई देखाउँ मेरो घर, तपाईँहरूलाई देखाउँछु मेरो घर कता छ भनेर। यता पनि एकदम राम्रो स्कुल चाहिँ, स्कुल चाहिँ ठुलो, ग्राउन्ड पनि ठुलो छ एकदम। यहाँ चाहिँ हरियाली वातावरण पनि चाहिँ एकदम ठुलो छ। यो चाहिँ काठमाडौँ तिलगङ्गा शारदा स्कुल वडा नम्बर 9 हो, के अरे वडा नम्बर 9 जस्तो लागेको छ मलाई, वडा नम्बर 9 होला। यता स्टाफ रुम भयो, यता स्टाफ रुम भयो, यता चाहिँ मन्दिर छ, सरस्वती माताको मन्दिर यता भयो। ल यता तपाईँहरूलाई देखाउने मलाई छु। म पढ्ने क्लास चाहिँ यता म तँलाई जुम गरेर देखाउँछु नि। यस्तो यहाँ मेरो क्लास चाहिँ हो, नेपालको झन्डा बनाएको चाहिँ मेरो क्लास। यता चाहिँ अफिस भयो, यो चाहिँ फाइनली मेरो रुम भयो। मेरो रुम चाहिँ हो माई होम, मेरो रुम चाहिँ यो फाइनली मेरो रुम, मेरो घर चाहिँ हो नि त। म यो रुमभित्र बस्छु, सानो रुम, दुईवटा रुम। यता छेउको चाहिँ मेरो रुम भयो, यता मेरो रुम भयो। तपाईँलाई भनौँ न मेरो रुमभित्र के कस्तो छ तपाईँहरूलाई देखाउँछु, तर पछि देखाउँछु भिडियोमा कमीसँग होइन। यता चाहिँ बाइकै भयो, मेरो बाइक चाहिँ भइगयो। आजको भ्लग यति नै, बाई बाई गाइज।